सेवारो म हवलदारको छु सन्चै हुन्छ आराम हुन्छ होला के छ खबर यो भिडियो खासमा बालन सरको लागि बालन सर सेवारो छ है म हवलदारको छु सन्चै हुन्छ आराम हुन्छ होला अनि के छ खबर त भोट जित्नु हो छैन हार्नु हो छैन तर तपाईँहरू गठबन्धन गर्दाखेरि तपाईँहरू नयाँ पार्टीसँग गठबन्धन गर्नुभएछ पेपर पनि साइन भयो तपाईँहरूको कुराकानी पनि भयो पेपर पनि साइन गर्नुभयो तपाईँ मिल्नुभयो रवि अनि कुलमान घिसिङ राम्रो छ ल बधाई छ तपाईँ तिनजनासँग एउटै प्रश्न सोध्छु म यो भिडियो तपाईँसँग पुग्यो भने या तपाईँहरूसँग तपाईँको आफ्नो मान्छे आफन्तसँग पुग्यो भने बालेन र रवि र कुलमानसँगको आफन्त होस् या तपाईँको शुभचिन्तक होस् या कसैसँग पुग्यो भने त्यहाँसम्म पुर्याइदिनु तपाईँ तिनजनासँग एउटा कुरा प्रश्न सोध्न चाहे म अहिलेसम्म त राजनीतिमा आएको तपाईँहरू यति दिन भइसक्यो होइन के भयो कति भयो कहाँ भयो कति उथलपुथल भयो थाहा भएन तपाईँ नेपाली हो भने तपाईँको भाषण यत्तिकै सुने धेरै जस्तो भाषण तपाईँले गर्नुभयो अहिलेसम्म तपाईँहरूको मुखबाट दरबार हत्याकाण्ड कसले गरायो र किन गरायो त्यसको छानबिन खोइ त राजा मारेको देश यही देशमा राजा मारेको होइन र छानबिन आजसम्म तपाईँहरू गर्नुभयो या गर्न लगाउनु भयो या त्यसको बारेमा दुई शब्द बोल्नु भएन राजा कसले मार्यो किन मार्यो र के को लागि मार्यो भारतको रको मुखबाट सुन्नुहोस् र भारतको रले सामाजिक सञ्जालमा आएर यो कुरा भारतले गरेको हो यो कुरा भारतको फाँड मान्छेले गरेको हो भन्दाखेरि तपाईँहरू एक स्टेप एउटा शब्द त्यसमा राख्नु भएको छैन अहिलेसम्म यो कुरा तपाईँ तिनजनालाई अरूको लागि छेउमा राख्नु हुँदैन एउटा शब्द तपाईँहरूले राख्नु भएको छैन अहिलेसम्म नेपालको दरबार हत्याकाण्ड एउटा शब्द पनि राख्नु भएको छैन जब मैले गरेको हो मेरो देशको मान्छेले गरेको हो मेरो देशको मान्छे फलाना मान्छेले गर्न लगाएको हो भन्दाखेरि एउटा शब्द पनि राख्नु भएको छैन तपाईँहरूले अब बोल्दाखेरि म नेपाली हो म वीर गोर्खाली हो भन्नुहुन्छ दोस्रो कुरा तपाईँहरूको धेरै जस्तो भाषणमा नालापानी र चुच्चे नक्साको बारेमा कुरा गर्नुहुन्छ कि आजसम्म चुच्चे नक्सा राखेर मात्रै हुँदैन चुच्चे नक्साको बारेमा त्यहाँको जनतासँग त्यहाँको बुद्धिजीवीसँग र त्यहाँको बाटोघाटो के कसो गरेर हेर्नुभएको छ काठमाडौँमा बसेर काठमाडौँमा बस्नु र म मेलम्चीको पानी तिमीलाई खुवाउँछु भने जस्तै होइन र लिपुधुरा कुरा गर्नुहुन्छ तपाईँहरूले बेला नेपालमा बेला लिपुधुराको कुरा बेला निस्किन्छ कि आजसम्म कोही गएर तपाईँ तिनजना मध्ये कोही गएर त्यहाँको जनतासँग या त्यहाँको बुद्धिजीवीसँग छलफल गर्नुभएको छ किन भयो कसले गर्यो कसरी भयो भनेर दोस्रो कुरा हिजो अस्ति या 100 वर्ष पहिला 200 वर्ष पहिला भारतबाट मान्छे नेपाल छिर्यो राजाको पालामा उहाँहरूले नागरिकता पाए राजाले गल्ती गर्यो नागरिकता के को आधारमा र किन दियो उनीहरूले दोस्रो कुरा त्योभन्दा तपाईँहरू त्यो राजाले गल्ती गर्यो तपाईँहरूले कुरा उठाइदिनु भएन पछिको मन्त्री र प्रधानमन्त्री गृहमन्त्री को आएर कुरा उठाउनु भएन तपाईँहरू मन्त्री हुने बित्तिकै फेरि तपाईँहरूले पनि त त्यो विदेशीको धर्म ल्याएर थोप्नु भएको छ त राजाले त जनतालाई मारे तपाईँहरूले पनि मार्नु भएको छ त फेरि तपाईँहरूले भन्छ अब हामी नै राम्रो हामी नै सब थोक हामी नै नेपालको राम्रो गरेको हामीले विकास गरेको पूर्वपछि हाइवे कसले बनाइदिएको राजाले तपाईँहरू आएदेखि त नेपालले ध्वस्तै पार्नु भएको छ त गठबन्धन हो के हो कसो हो त्यो थाहा भएन तर नेपाललाई नेपाल चाहिएको हो भने नेपालै राख्नु छ भने आफ्नो जात आफ्नो धर्म आफ्नो देश यो बचाएर विदेशबाट आएको नागरिकता खारिज होस् विदेशीलाई दिएको पासपोर्ट खारिज होस् र विदेशबाट ल्याएको धर्म पनि खारिज होस् यो काम छैन नेपालमा
नेपाल जस्तो थियो पहिला त्यस्तै राख्नु, नेपाल जस्तो सुखी थियो सुखी राख्नु, जस्तो नेपाल सम्पन्न थियो सम्पन्न राख्नु र नेपालीले नेपाल बनाउन दिनु, नेपालीले नेपाल बनाउँछ। बाहिरबाट आएको मान्छेले, बाहिरको बाहिरको धर्मले, बाहिरको एनजिओ बाहिरको दुनियाँ दिवानाले त्यो पैसा फ्रीमा दिने होइन, हामीलाई केही न केही लाने हो यहाँबाट, अनि उनीहरूले पैसा दिने हो। पैसामा पल्केको नेपाली हो, वीर गोर्खाली भन्नुहुन्छ, वीर नेपाली भन्नुहुन्छ। वीर नेपालीले पैसामा पल्केको होइनन्, लोभमा पारेर वीर नेपालीलाई पैसामा पल्काएको हो तपाईँहरूले, होइन र? अनि तपाईँहरू के आधारमा भन्नुहुन्छ हामीले गठबन्धन गरेपछि म राम्रो गर्छु भनेर? तपाईँहरू त हुनुभएको थियो, हिजो अस्ति पनि हुनुभएको थियो त, नभएको होइन, हिजो अस्ति गृहमन्त्री हुनुभएको थियो त। दरबारको हत्याकाण्डको बारेमा एक शब्द पनि बोल्नु भएन, मदन भण्डारीको काण्डमा एक शब्द पनि बोल्नु भएन, विदेशबाट आएको धर्मको बारेमा एक शब्द पनि बोल्नु भएन, विदेशीलाई नागरिकता दिएको बारेमा एक शब्द पनि बोल्नु भएन। अब बालन सरको पालो। बालन सर, तपाईँले बोल्नुहुन्छ, खारिज गर्न सक्नुहुन्छ भने दरबार हत्याकाण्डमा छलफल होस्। राजा किन हटाइयो भनेको कुरा अब त बुझ्नु भयो होला नि, राजालाई कसले किन र कसरी हटाएको छ भनेर। सब नेपालीलाई नेपाल दिन चाहनुहुन्छ, नेपाललाई नेपाललाई राख्न चाहनुहुन्छ भने सबभन्दा पहिला दरबार हत्याकाण्ड छानबिन होस्, नेपालमा राजाको बास होस्। हामीलाई अब राजतन्त्र चाहिएको हो, न कि प्रजातन्त्र, न जनतातन्त्र, के तन्त्र चाहिएको होइन। ल बालन सर, तपाईँ त हिन्दू होइन र, अर्को बुद्धिस्ट होइन र, अर्को बाहुन, अनि एकजना किराँत धर्म ल्याउनु। त्यहाँ तिनजना हुनुपर्छ, हिन्दू, बुद्धिस्ट र किराँत। तपाईँ तिनजना बाचा बन्धन गर्नु पाथिभरामा गएर, म नेपाली हो, मलाई नेपाल चाहिएको हो, श्रीपाँचको सरकार चाहिएको हो, विदेशीको धर्म र विदेशबाट आएको मान्छेलाई नागरिकता भोलिदेखि खारिज हुनुपर्छ। ल खेड्नु, यतिको रोहिङ्गाहरू छिरेको छ नेपालमा, ल खेड्नु, कानुन बनाउनु, नेपाल प्रहरी नेपाल आर्मी लगाउनु, खालि बोर्डर खुल्ला छ, रोहिङ्गाहरू दिन प्रतिदिन छिरिरहेछ। यो बारेमा केही बोल्नु न त। भारतबाट खेदाएको रोहिङ्गाहरू नेपालमै छिरेछ सबै, बोल्नुहुन्न त। बालन सर, नेपाललाई नेपाल रहन दिनु, देश नबनाइदिनु। नेपालीले चलाएको देश हो यो, नेपालीले बनाउँछ आफै। श्रीपाँचको सरकार भए सब ठिक हुन्छ। जय पाथिभर, जय श्रीपाँच।